हेलो एन्ड नमस्कार साथीहरू, कस्तो छ तपाईँहरूको हालखबर? आशा छ सबै ठिकै छ होला। स्वागत गर्न चाहन्छु तपाईँहरूलाई मेरो च्यानलमा। र तपाईँहरू नयाँ भ्युअर्सहरू हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरेर मलाई अगाडि बढाउन मद्दत गर्नुहोला। आजको पनि मेरो चाहिँ तिहारकै भिडियोजहरू हुनेछ र यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ मैले यहाँ चाहिँ चामलको पिठो मुसिरहेको छु र यो चाहिँ मैले चाहिँ अनर्सा बनाउनको लागि मुसेको थिएँ। अनर्सा बनाउनु मैले 4 चोटि ट्राई गरेँ तर मेरो अनर्सा बनेन। किन बनेन मलाई त्यो चाहिँ थाहा भएन। मैले चाहिँ हरेक रेसिपीहरू ट्राई गरेँ तर त्यो रेसिपीले चाहिँ काम गरेन र लास्टमा चाहिँ अनर्सा फुट्यो, बनेन। यस्तो तरिकाको भयो मेरो अनर्सा चाहिँ। मैले सबै मेथडहरू युज गरेँ। मेरो विचारमा चाहिँ यो मैले चाहिँ चामल चाहिँ भिजाएर बाहिर सुकाएको थिएँ। बाहिर चाहिँ घाममा सुकाउनु नहुने थियो होला किनकि त्यसको चामलमा हुने मोइस्चराइज चाहिँ सबै गएको थियो। त्यही भएर चाहिँ मेरो यो अनर्सा नबनेको हुनसक्छ। घरको चामल चाहिँ मसिनो नभएर चाहिँ अनर्सा नबनेको होला भनेर मैले बाहिरको चामल पनि किनेर ल्याएर बनाएँ र बाहिरको चामलमा पनि मेरो अनर्सा बनेन। किनभने बाहिरको चामलमा पनि झन् त्यो ड्राई हुन्छ, धेरै सुक्खा भएर चाहिँ मेरो अनर्सा बन्दै बनेर। अब त्यो अनर्सा नबनेपछि त्यो पिठोलाई चाहिँ खेर नफाल्नको लागि चाहिँ मम्मीले चाहिँ त्यो अनर्सा बनाएर राखेको पिठोलाई चाहिँ सेल बनाउने पिठो बनाइदिनु भयो र यहाँ चाहिँ अब हामी सेल बनाउन गइरहेछौँ त्यो पिठोबाट। हाम्रो त सेल बिग्रेको साथीहरू के गर्ने होला। अब यत्रो 1 घन्टा 1 दिनभरि मुछेको सेल किन चाहिँ मिलेन त? म त दङ्गै परिरहेको छु। किन मिलेन त मम्मी? के चाहिँ भयो त? चाहिँ सेल बनाउनको लागि त्यो मुसेको पिठो पनि राम्रो भएन र हामीले चाहिँ राम्रो नभए पनि मम्मीले जस्तो तस्तो मिलाएर चाहिँ सेल बनाउनु भयो। त्यति पर्फेक्टली त बनेन तर ठिकै बनेको छ सेल। त्यस्तो नराम्रो पनि बने होइन, ठिक्क बनेछ। सायद यसमा चाहिँ घिउ अलिक बढी भयो जस्तो लाग्यो मलाई त्यो यो पिठोमा चाहिँ। घिउ पनि हो जस्तो घिउ जान्छ नि त। घिउ त धेरै हालेको थिएँ नि त मैले। त्यो पुगेन भने घिउ हाल भने अनि भयो ल। यहाँ पल यसो थुनेर हाल्नुपर्छ है। ल मेरो चाहिँ यो फर्स्ट ट्राई हो सेल बनाउने। मैले अहिलेसम्म सेल बनाएको थिएन र यो त्यही भएर मम्मीले मलाई सिकाउँदै हुनुहुन्छ कसरी सेल बनाउने भनेर। र यो सेल चाहिँ यस्तो बनेछ साथीहरू, यो मम्मीले पकाउनु भएको सेल हो त्यो पिठोको। र राम्रो चाहिँ बनेन तर ठिकै छ। अब फाल्नुभन्दा त यतिको बनेकै राम्रै हो। र यो सेल चाहिँ यतिको बन्यो, झुरुम चाहिँ थियो। यही सेललाई चाहिँ मैले बहिनीले चाहिँ ट्राई गऱ्यौँ पकाउनलाई। बहिनीले पनि सायद पहिलोचोटि बनाएको होला सेल। जस्ट रमाइलो भयो। र यहाँ चाहिँ फेरि अर्को सेल पाक्दैछ र यो सेल चाहिँ यो पिठो चाहिँ सेल बनाउनुको लागि नै मुसिएको पिठो हो र यसरी यो सेल बनाएको छ। र आज चाहिँ हामीले यो सेल बनाउनको लागि चाहिँ सेलरोटी मेकर युज गरेका छौँ। यो मसिन युज गरेका छौँ। यो चाहिँ एकदम धेरै इजी छ। पहिलोचोटि यदि तपाईँहरू सेल बनाउँदै हुनुहुन्छ भने चाहिँ म यो मेसिन चाहिँ प्रिफर गर्छु तपाईँहरूलाई कि यो मेसिनबाट तपाईँहरूले रोटी बनाउनु भयो भने तपाईँको हात पनि पोल्दैन एक त। अर्को कुरा भनेको एकदम इजी छ, गोलो पनि बन्छ। त्यही भएर तपाईँ यदि पहिलोचोटि बनाउँदै हुनुहुन्छ भने चाहिँ पक्कै पनि यो मेसिन युज गर्नु होला। र यहाँ रहेको छ गुजिया। हामीले गुजिया पनि बनाएका थियौँ। कति राम्रो भयो है। कति सिप्छ भयो मान्छे सबै मलाई ध्यान त भयो। अन्त भगवान्ले गुण दिने मान्छे यहाँ छ। अठ्यान कस्तो पुजा हाल्दा वाह छिटो पुजा हाल्दा म त एकदम छिटो काम गर्न चाहन्छु। जे काममा छिटो नबस्ला अहिले त ठिकै छ। लड्दै बाल्दा खान्छ अहिले गरम। र यहाँ चाहिँ रहेको छ भाइ मसला र म घरमै चाहिँ भाइ मसला बनाउने गर्छु। बाहिरबाट किन्दाखेरि आफूले सोचे जस्तो चित्त नबुझ्ने हुन्छ। त्यही भएर घरमा बनाउँदाखेरि चाहिँ आफूले सोचे जस्तो बनाउनु पाइयो।
अहिले चाहिँ म माइतीमा आइसकेको छु र माइतीमा आएर पनि मैले यहाँनिर यति मन्जहरू चाहिँ कोरिसकेको छु र यो चाहिँ हाम्रो भाइटिका गर्दाखेरि चाहिँ यसरी कोरेर बनाउनुपर्छ मन्जहरू चाहिँ अब कसैले रङ्गोली पनि भनिन्छ र यसरी चाहिँ सबै यो सामानहरू राखेर चाहिँ मैले यहाँनिर मन्ज रेडी गरेर चाहिँ अब भाइटिका गर्न सुरु गर्न लागेको छु है त मैले र सबै रेडी भइसकेपछि चाहिँ यसरी यस्तो देखेको छ मेरो मन्ज चाहिँ अब चाहिँ केही समयपछि भाइहरू आउँछ र म सुरु गर्छु भाइटिका र मैले चाहिँ भाइटिकाको सबै भिडियोहरू चाहिँ रेकर्ड गरेको थिएँ त्यसमा चाहिँ मेरो फोनमा चाहिँ रेकर्ड भएको रहेनछ र अलिअलि क्लिपहरू चाहिँ मैले मेरो बहिनीले खिचेकोबाट चाहिँ राखेर चाहिँ यहाँ यो भिडियोमा राखेको छु यसमा चाहिँ डिटेलमा चाहिँ भाइटिका छैन जति पनि क्लिपहरू बहिनीले खिचेको थियो त्यो मात्रै छ र त्यसको लागि चाहिँ सरी अब चाहिँ भाइटिका स्टार्ट भइसकेको छ यहाँनिर हाम्रो मैले चाहिँ दुईवटा भाइहरूलाई चाहिँ भाइटिका गर्छु एकजना चाहिँ मेरो मामाको छोरा छ एकजना अनि अर्को चाहिँ मेरो काकाको छोरा दुईजना चाहिँ भाइटिका गर्छु र मेरो आफ्नै भाइ चाहिँ बाहिर विदेशमा छ र यहाँ चाहिँ निर्वाण पनि छ मेरो बहिनीको छोरा र बहिनीको छोरालाई चाहिँ कान्छी बहिनीको छोरी नाइराले चाहिँ भाइटिका गर्छ र उसलाई चाहिँ मैले यसमा चाहिँ सिकाइ पनि रहेछु भाइटिका गर्नको लागि एक्चुअली वर्षै पछि गरे पनि कति कुराहरू हामीले बिर्सिन्छ भाइटिका गर्दाखेरि र यो टाइममा चाहिँ मैले आफू जस्तो जस्तो जानेछ त्यही अनुसार मैले भाइटिका गरेँ किनकि हामीलाई अब गाइड गर्नको लागि मम्मी पनि मामा घर जानुभएको छ यही टाइममा मम्मी पनि मामा घरमा भाइटिका गर्नुहुन्छ र मेरो ड्याडी पनि भाइटिका गर्नुहुन्छ त्यही भएर चाहिँ यहाँनिर चाहिँ कोही पनि छैन हामी मात्रै छौँ र जस्तो जस्तो आउँछ त्यही अनुसार चाहिँ हामीले भाइटिका गर्दैछौँ यहाँनिर र भाइटिका मात्र गर्ने मात्र होइन मैले अझ नाइरालाई पनि सिकाइरहेको छु कसरी भाइटिका गर्ने भनेर र यो भिडियोको क्वालिटीको लागि चाहिँ म सरी भन्न चाहन्छु किनभने हेर्दाखेरि तपाईँहरूलाई अलिकति अप्ठ्यारो लागेको हुनसक्छ तर पनि मलाई चाहिँ यो भिडियो हेरेर चाहिँ साथ दिनु होला भन्न चाहन्छु नमस्ते नमस्ते यहाँ चाहिँ मेरो मम्मी आइपुग्नु भएको छ मेरो मम्मीले चाहिँ धेरै ढिला भयो भाइटिका गर्नलाई भनेर भन्दै हुनुहुन्छ र बहिनी चाहिँ यो ढिलै छ भनेर जिस्काइरहेको छ मलाई र मैले अब भाइहरूलाई गरेर अनि फेरि नानीलाई पनि सिकाइरहेको थिएँ नि त त्यही भएर अलिकति ढिला भयो मेरो भाइटिका चाहिँ आइन्सलाई चाहिँ नाइराले भाइटिका गरेको छैन किनभने पहिला सानो हुँदाखेरि उनीहरू सेम एजको हो नि त अनि त्यही भएर चाहिँ पहिला सानो हुँदाखेरि आइन्स पनि मान्दैन थियो अनि त्यही भएर अब आइन्सलाई उसको दिदीले पनि भाइटिका गर्ने भएर चाहिँ भाइटिका गराएको थिएन तर यसरी पूजा गरेको देखेर चाहिँ उसलाई पनि इन्ट्रेस्ट लागेछ उसलाई नि गर्न मन लागेछ अनि त्यही भएर चाहिँ नाइराले चाहिँ आइन्सलाई पनि यसरी यो पाठीले चाहिँ पूजा गर्न लागेको छ ऊ यहाँ बस्नु भइहाल्यो नाइरा यता आऊ छोरी यता ल गर भाइलाई नि अघि जस्तै गरिदियोस् बेबी फेरि गर मैले यो भिडियो चाहिँ एडिटिङ गरिराख्दाखेरि मेरो 4 सालको तिहारको केही क्लिपहरू पनि मैले भेटाएको थिएँ त्यही भएर चाहिँ मैले लास्टमा चाहिँ तपाईँहरूको लागि चाहिँ बोनसको रूपमा चाहिँ मैले लास्ट इयरको चाहिँ तिहारको केही क्लिप्सहरू पनि राखिदिएको छु र त्यो हेरेर इन्जोय गरिदिनु होला यो भिडियो चाहिँ बाबुले खिचेको हो त्यही भएर मैले बाबुलाई हेरेर चाहिँ हाँसिरहेको थिएँ यहाँ चाहिँ बाबुले चाहिँ भिडियोहरू खिच्दै थियो उसले चाहिँ मेरो चप्पल लगाएको छ ऊ चाहिँ कहिले पनि चप्पल चाहिँ लाउँदैन होइन उसले लाउने भनेको चप्पल लाऊ भन्यो भने जुन अगाडि छ त्यही भेटाएर लाउने हो चप्पलहरू चाहिँ अब है रकेटवाला लिएर आएको छु मैले त अब त्यहाँसम्म जानुपर्छ र गुड आइडिया म नि माथि जान्छु
खोइ बुवा आउनु भएन एक सेकेन्ड घुम्ने त हुँदैन हस्त साथीहरू आजको लागि यो भिडियो म यहीँ एन्ड गर्न चाहन्छु र अर्को भिडियोमा हाम्रो भेट हुने नै छ तबसम्मको लागि स्टे हेल्दी स्टे सेफ बाई बाई एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल लाइक सब्सक्राइब र सेयर र कमेन्ट पनि गर्न नबिर्स्नु होला है त